यार हेलो या हो गुड टिपछि कलाकारलाई नि भेटेका छौँ होइन एकदम बवाल छ स्विमिङ पुलमा हामी त वा स्विमिङ पुल आएको छ होइन झरी परेको रात थियो उता उता झरी परेको रात थियो तिमीलाई मेरो अनि मेरो तिमीलाई साथ थियो तिमी हुन्न हुन्न भन्दै थियो तिमी हुन्न हुन्न भन्दै थियो मलाई त्यही कुराको आशा थियो बवाल छ हे हे यस खायो 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 ओ माय गॉड हेलो नमस्ते एभ्रिवान नयाँ एपिसोडमा सबैलाई स्वागत छ होइन हामी चाहिँ आज टक्क घुम्नलाई केटाहरू ग्याङमा आएको छौँ होइन सबको परिचय दिनु पऱ्यो कि कहाँ गयो फेरि टक्क हामी चाहिँ एकदम बब्बा ठाउँमा आएको छौँ हेर्दै जानु होला के छ अनि रमाइलो भइरहेछ ए बब्बा परिचय एक अर्काले दिँदाखेरि अलिकति इन्ट्रेस्ट हुन्थ्यो कि दुईजना साटासाट गरेर परिचय दिने कि कहाँ क्यामेरा नदिनु भनेर रमाइलो गर्नुपर्छ एउटा युट्युबमा हाल्नुपर्छ कि हेलो गाइस माई नेम इज गौरव होइन हामी चाहिँ साँगा घुम्न आएको छौँ या साँगा एकदम फलो गर्नुहुन्छ होइन ठाउँहरू पनि बब्बाल छ होइन चिसो छ है उहाँको भन्दा यहाँ बवाल छ आकाश पनि यस्तो बवाल छ नि शीतल छ भनेको एउटा टक्क ज्याकेट खोलिदिइहाल्ने कि फेरि सो गरिहाल्ने बडी फ्लेक्स त्यो पनि हो त्यो पनि हो केटा क्यामेरा यसो चुपचापै नत्र अहिले यहाँ जुधेर होइन के भनेर त्यस्तो त्यस्तो पो हो त भन्ने खोइ मारेर मोटो ल्याइएन त्यो लेभलको क्यामेरामा बोल्न अलिक मिलेन नि त फेरि एकदम ठिक छ घाम पनि लागिरहेछ रमाइलो भइरहेछ होइन हाम्रो भ्लग चाहिँ यहाँबाट सुरु भयो अब के छ अरे हाम्रो त्यहाँ हामी शिवजी छ शिव भोलेनाथको मन्दिरमा आउँदैछौँ साउनको पहिलो सोमबार ओ माय गॉड हिजोबाट उसलाई खट्टा अमिलो खानु मन छ अरे बेलुकाबाट हिजो बेलुकाबाट अनि आज बेलाबाट उसलाई फेरि गाडीदेखि खट्टा अमिलो 2 मिनेट त्यही अमिलो पानी गाडीबाट झारिरहेको थियो होइन झ्यालबाट अमिलो पानी कस्तो दामी छ बादल ल्याएर आएको थियो ओ माई गॉड के भयो अरे बवाल छ यार ठाउँ हेरमा आएर यार आकाश हेर अरू ठाउँबाट एकतिरबाट देख्दैन थियो यार हामी चाहिँ टक्कै स्कुलमा आइपुगेको छौँ महेन्द्र माध्यमिक विद्यालय होइन ठिक छ यहाँतिर बस्नुलाई आनन्द छ नि एकदम राम्रो लागिरहेछ है बस्नको लागि चाहिँ एकदम टक्क डाँडामा सबै कुराहरू देख्ने होइन हेर्नु सक्नुहुन्छ टक्क लाएर त्यहाँ के भन्नु अरे मैले बुझेन कि अहिले भिआइपी 600 अनि सजिलो बाटो हो सजिलो बाटोको चाहिँ 100 रुपियाँ टिकट रे अनि यो चाहिँ 18 बाटो रे बाटो एकचोटि देखाइदिनु यस्तो दामी बाटो छ यार राजसम्म हिँड्ने बाटो हो यो हामी विराज भट्ट हेलो अटोग्राफ केसीलाई 2 मिनेट दिनुस् बोल्नलाई 11 सेकेन्ड चाहिँ लास्टमा कुरो टुङ्गाउन 1 मिनेट यो चाहिँ 30 सेकेन्ड नगर्नु न यार यो भाइलाई 30 सेकेन्ड बोल्न दिनुस् त 30 मिनेट कि शीघ्र स्थलन केटा अलि जे नि बोले म त त्यसलाई चाहिँ टक्क हाइलाइट गरेर हालिदिने हो सिधै यतिकै हाल्ने क्या बिना एडिटको मिलियन्समा भ्युजको भन्दा हामी पनि सेलिब्रेटी मेरो भाइ भन्न पाइन्छ किन हामीले चाहिँ 2 मिनेट भन्न पाइन्छ अप्ठ्यारो बाटो भनेको छ तर अमिलो ओरे चाहिँ यार कसम अघि त विश्वास गरेको थिएन अहिले त ओरे चाहिँ अमिलो भन्यो भने छ नि यार बेलुकाको आजै लागेको छ यार कस्तो मेडिकल अस्ति नभए त गाह्रो
घर छोरोलाई यसो किन्दै हुन्छ बाटो यस्तो भयो भने कति जरिमाना कति लाग्छ अरे यस्तो बाटोमा पनि दाइसम्म के अरे को हिँड्यो अरे अनमोल केसी आइरन भयो हाम्रो अनमोल केसी यस्तो अप्ठ्यारो बाटोमा होइन सो हेर्न सक्नुहुन्छ एकदम बब्बाल छ भ्यू आमामा विवेक लैदिँदैनस् ओहो लानुपर्ने हेर्दा भगवान् किन हो केटाहरू बुढी फगनलाई यता यता बुढी फगन छ नि आफू भयो बेला त्यसलाई हामी लाग्यो परका सँगसँगै नआइदियो नि 5000 को त गुची QR कोड स्क्यान गर्नेबाट चप्पलवानी काम बेन्दी लगाउनु बुढीको नाम लिएर यसो हातमा लगायो हुन्छ नि खुसी घर जाँदै धेरै दिन भयो है चस्मा एकवटा हाने हुन्छ है प्रकाशले जिम किनेर अब यता अप्ठ्यारो भनेपछि यही होला के यही हो साउन्डको लागि मेहन्दी पनि लय हुन्छ कहीँ चाहिँ अप्ठ्यारो बाटो भनेको त यहाँ चाहिँ यस्तो रहेछ हिँड्नलाई माथि शिवजी मन्दिर जानको लागि तल यस्तो बबाल छ केटाहरू यसो खोइ हात हल्लाउनु केही छैन यार हेलो या हो गुड बिग्रेको त होइन बिचरा गर्मी गर्मी भइरहेछ कहाँ जानु मन लाग्यो त्यहाँ जाने अब नुहाउनु हुँदैन हेर्ने आउने सुकाइ हामी चाहिँ मन्दिरको नजिक आइपुगेछौँ है टक्क लाएर भिडभाड पनि छ पैसा लिग्यो अरे नानीको त्यही भने बाबा भन्दा छोरी भन्नु पर्दैन अमिलो खाने हो र अहिले अमिलो खुवाउनु पर्ला जस्तो कता हो यता यस्तो पाउँछ भने पहिले थाहा थियो अघिदेखि अमिलो अमिलो भनेको थियो अनि कति कसम त कसैले नि खाँदैन त गुवा त्यस्तो हेरेर बिस्कुट हालिहाल्दा कतापट्टि यतापट्टि कताबाट जाने यतैबाट होला सो हामी चाहिँ नजिक आइपुगेको छौँ होइन यस्तो रङ जम्छ हेर आमामा स्वामी है बबाल ठाउँ आइपुगेर छ हामी फर्स्ट टाइम आएको सबै फर्स्ट टाइम होइन त सबैले हात उठाउँदैछ भाइ बबाल छ है अब टक्क यहाँ एक झलक देखाउँदाखेरि शिवजीको लिङ्ग हेरौँ साथीहरू शिवजीको लिङ्ग हेर भाइ सक्कै हेर्न सक्नुहुन्छ सबैले दर्शन गर्नु होला होइन शिवजी ओ माई गड ककसको फोटो हान्ने ल टिकट भवा छ यहाँबाट झन् तलतिर हेर्दाखेरि होइन एकदम राम्रो ठाउँमा आएको छौँ हामी पहिला माथि गएर आउनु होइन लास्ट टाइममा फोटो खिच्नु नि शिवजी के छ कहाँ हेलो गाइज अनि ब्लर आइरहेको हामी चाहिँ यहाँ अब साँगातिर आएको शिवलिङ्ग हेर्न आएको खासमा मूर्ति हेर्न आएको लिङ्ग देखिएन होइन फोटो खिच्नेको फोटो केटाहरू टक्क फोटो खिचिरहेको छन् होइन एकदम बवाल छ रमाइलो छ ठाउँ चाहिँ एकदम रमाइलो छ तपाईँहरू पनि आउनु होला हेर्नु होला होइन तपाईँ भन्दा को दर्शक बेन्दहरू तपाईँहरू
बीच बाटोमा यस्तो के गरे सो रमाइलो भइरहेछ होइन केटाहरू फोटो एकदम रमाइलो हानिरहेछ भइरहेछ आउनुहोस् हेर्नुहोस् सल्लोको बोटको बिचमा धुपीको घामले चाहिँ फेरि म जाने बित्तिकै घाम लाग्छ फेरि के भएको ल ठिक छ प्रायः मान्छेहरू चाहिँ पूजा गर्नुभन्दा नि फोटो खिच्न बढी आउने छ न हामीलाई पनि म पनि त्यसमै पर्छु है फेरि हामी पनि त्यसैमा परेर हामी चाहिँ भिडियोतिर लागेका छौँ होइन रमाइलो भइरहेछ आमाहरू मात्र हो कि यहाँ अहिलेको ठिटाहरू त कहाँ मासु खाएर आउँछन् मन्दिर आउँदा अलिक गाह्रो पऱ्यो ओहो पानी आयो नि त उताबाट हेर्नु त ल पानी आइसक्यो गाह्रो छ भिड बढिरहेछ हामी त हामी त लुङ्गी शिवजीको लुङ्गी मुनि आइपुग्यो हामी यार आवाज के छ भने ठिक छ नि रमाइलो मन खुसी हुनुपर्छ कि उधुम भइरहेको छ वा आवाज छ है छैन उहाँहरू को चिन्नुहुन्छ आवाज छ ल जाउँ माथि हामी चाहिँ मन्दिरमै आएको छौँ शिवजीको शिवजीको नङ लामो भन्छ काटिदिनु पर्छ क्या हो यहाँबाट यस्तो हेर्दाखेरि आमामा अझ यस्तो घुमाइदिने के बब्बाल छ यार यतापट्टि पनि छाँगो रहेछ फेरि के गर्ने रे म्याजिक सो रे ओहो यहाँ पो बल्दैछ म्याजिक सो चाप्टो गयो भने है बाबा सो यहाँनिर हेर्न सक्नुहुन्छ बबाल छ सबैजनाहरू फोटो खिच्दैबाट बबाल शिवजीको पछाडि ब्याक साइड माछा छैन अड्याउने कसले अड्याउने भनेर बबाल छ ल यार साथीहरू पानी पर्तिर यार यस्तो बबाल यहाँ छ पानी पर्दा उतापट्टि है बबाल छ हाम्रो फोटो चाहिँ यस्तो युनिक लेभलको खिच्यो नि होइन टक्कै पानीमा यस्तो दामी खिच्यो फोटो सबै केटाहरू मास्तिर हेरौँ न होइन यहाँबाट हाल्नु नि बब्बा देख्छ नि पानी पर लागेर चोलिङ कुलबाट देख्छ घरमाथि फोटो उडिरहेको है टक्क बादल लागेको छ होइन पानी पर्न लागेको छ हामी टक्क यहाँनिर आयो केटाहरू यहाँ फोटो टक्क हानिरहेछन् मस्त बसिरहनु झोक्राएर होइन सबैजना के भयो ओ के भयो ल हामी चाहिँ चिया कुदेछौँ होइन हाम्रो बिजोग हुने भयो यहाँ टक्क पानी परेर अहिले त पुल पनि जान पाएको छैन अरू पनि जाने भने त कहिले ल्याउँ न आयो है हाम्रो चिया है बब्बर नखाइकन मिठो भयो सस्तो हो केटाहरूलाई सस्तो दिन्छन् नि खोइ आइरन शीतल जस्तो देखियो यार सबैकै घुमाइ कि लास्टमा चाहिँ यो भिडियो पज गर्दै फोटो बनाउँदै कि ओ माई गड चाहिँ
यस केटाहरूले चाहिँ चस्मा किनिरहेको छ तर यो मैले चाहिँ होइन है फेरि यो तपाईँहरूलाई थाहा छ होइन यो पनि किन हैन खैट यो भने छुट्टै कुरै नगरौँ ल वेल्डिङ गरी भाइ यता वेल्डिङ यो कति हेर्दा 150 हो दुईटाको चाहिँ हैन नि केटाहरूले 3050 को चस्मा लाउँछ नि यार 3050 पहिला वेल्डिङ गरेर आउने हो सुने हो पहिला पैसा कमाएर आउनु रे अलि फ्याङ भएर बोल्नु भन्ने हेर्ने हो त हैन हामी यार सोझो मान्छे हेर्ने मान्छेले सबले हेर्ने यार ठिक छ पैसा कमाएर आउनु भन्ने हो टक्क पानी परेपछि सिनी हेर्न सक्नुहुन्छ बाबा साच्चै हो पैसा कमाएर आउनु भनेर त कमुजी कमान भने जानियो जाऊ चाहियो साच्चै जाउँ त पागलाई फेरि बोकेर है भाग्ला भन्दैन के हुनु भन्छ के भाउ प्याच भन्नु के जानु दिमा खाली ढिला चल्छ कि हो भन्दै आउला नि फेरि भन्दैन अघि के भने अरे भन्ने जाने केटाहरू अगाडि यार के गर्दै हिँड्ने यार कुर्ता लाएर हिँड्नुपर्छ नि कस्तो म नि किनिदिन्छु ल मै किनिदिन्छु कस्तो लाएर हिँड्नुपर्छ लगाउनै पर्छ यहाँ पुलसम्म भयो नि हुन्छ पुलै पर्नु पर्दैन पुल पारीसम्म पुगे हुन्छ पुल पारी रुम नगर रुममा गएर लाएर हामीसित कुन चाहिँ खै कस्टमलाई यही लगाउने ल 5 मिनट जति नाच्न पर्यो हुन्छ नाच्न पर्यो पर्दैन ल हिँड्न त्यहाँसँग नाच्दै जानु पर्यो नाच्न पर्यो अम्लो टोक्दै नाच्न सबले थर्काउँछ त मलाई कुर्ता सुरुवाल किनिदिन्छु भन्दै नलागे यार अहिले केटी मान्छेले भने किन्न लाग्यो क्या सेक्सी भनेर हिँड्या फेरि सो एउटा गीत गाइदिउँ न त हामी कुन चाहिँ गीत गाउने आई वाला चिप्लो छ होइन गाइस बाटो चाहिँ एकदम भर्खर को रोनाल्डोको फ्यान एकदम चिप्लो छ बाटो गाइस झन्डै लडेको उछिट्या हो यही आमा रुममा गएर अब बिस्तारै फेद लडिएला यहाँ चिया कफी पाइन्छ यहाँ लस्सी पाइन्छ क्यामेरालाई अलिक छोडिदिउँ एकछिन अलिक सजिलो पनि गएर यो रातोमा ढ्याम्मै देखिन्छ लुगामा जुत्ताहरू चिपिन छ अहिले पुरा हिलो छ हामी चाहिँ यहाँ चाहिँ कहाँ रे ठाउँ पनि बिर्सियो यार चटपटेले यार साङ्गा आएको यार पानी परेपछि पुल जान लागेको पुरा को फेरि कसले थर्कायो म्यारिज चल्यो होला है खोइ हात मारेर म्याच टेक्ने हो सब तराईको मात्र छ होला सिङ्गी फाइनल्ली हामी आइसकेको छौँ ठक्क हामी चाहिँ झल्नी पुल आइपिन लाग्यो
लड्दै पढ्दै देउसी खेल्न जस्तो भइरहेछ होइन ढिलो बाटो टक्क लाएर चिप्लो माटो रातो माटो चिप्लेर सबै एकै ठाउँ मिलेको छ फेरि पुलमा चिप्लिँदैन नि जुत्ता चिप्लिँदैन ढुङ्गा चिप्लिँदैन मलाई यार झुलेको किन डर लाग्यो यार पहिला पहिला त मैले झोड्लिङ पुल छर्दाखेरि छादा थियो हो हल्लेर बब्बाल छ पुल है यो चाहिँ एकदम मन पर्यो पुल टक्क तलबाट गाडीहरू अझ होइन वाउ छ हेलो गाइज टक्क बाटो पनि के अपा पानी परेपछि चाहिँ टक्क मौसम पनि के कस्तो धुम्म धुम्म भइरहेछ उता उता साइड परिरहेछ होइन ओ डर लाग्यो माइ लर्ड बब्बाल छ डर लागेर छ पुरा डर लागेर छ हो वाउ तलबाट बाटो होइन झोड्लिङ पुल माथि डाँडा काँडा चिसो माथि उसो लागिरहेको छ बब्बाल छ ल ओ जाडो भयो केटाहरू के हो ओ माई गड ओ तलतिर हेर्नु धेरै हाइटको छ आमामामामा सो गाइज हामी चाहिँ घुम्न आएको चिसो चिसो मौसम क्या आनन्द छ यहीँ बस्न पाएँ आहा विवेक यता हाल्दा है ओ विवेक सो केटाहरू चाहिँ फोटो हामी ल्याएको होइन टक्क लाएर सो गाइज हामी चाहिँ टक्क अब निस्केका छौँ होइन यहाँबाट टक्क लाएर फोटोसोटो खिचेर दिदीहरूको नि दिदीहरू हाई गरिदिनु है भ्लगमा आउँछ भ्लगमा हेर्नु अनि एमएचआर भ्लग छ एमएचआर भ्लग छ हजुर रमाइलो छ नि ठाउँ है कहाँबाट आउनुभयो तपाईँहरू ए हामी झन् टाढाबाट एकदम रमाइलो छ ल ठाउँ सो हामी चाहिँ अब यहाँबाट निस्किन लाग्छौँ होइन गाइज टक्क फोटोसोटो खिच्यो पानी आएर नि रह्यो अनि यतापट्टितिर यस्तो दामी दामी बनाएको छ यतापट्टि बजारमा पानी परिरहेछ कपाल अलि कस्तो भइरहेछ कि साथीहरू चाहिँ टक्क निस्किसके फोटोसोटो खिचेर हामी पनि अब टक्क जानेछौँ धेरै त अब हामी जानुपर्छ होला है हामी फर्क्यौँ है गाइस फाइनल्ली भन्नु पर्यो अब फाइनल्ली अब आजको यात्रा हामी त्यहाँ स्विमिङ पनि जाने कि नै काँक्रा आइरहेको केटाहरू मकै खायो काँक्रा खायो केटाहरू सबै खुसी छन् नि घुम्न आएको एकदम बवाल ल ठिक छ त्यो अङ्कललाई रमाइलो त्यो अङ्कललाई सम्झिनु पऱ्यो त्यसो भए के भरत पौडेल अघि यहाँ साँगातिर राम्रो छ भनेर नत्र हामी कहाँ आउँथ्यो त यतिर भक्तपुर गल्ली हेरी बसन्तपुरतिर घुमेर हुन्थ्यो हामी यतिर पानीमा भिज्दै टक्क हामी पानी पनि रह्यो उतापट्टि शिवजी जहाँ गयो नि शिवजी यार मनमै छ नि यार एकछिन नाच्न पऱ्यो के पानी कुवाको भन्नेमा के तै पनि शिवको मै पनि शिवको कस्तो रे संसारीमा अरेन्जर वाला है नाच्दिउँ न एकचोटि सबैजना पुल पनि राम्रो रहेछ तल रोड भएपछि टक्क राम्रो देख्नु रहेछ कि त्यहाँ पुग्दैन त ल ट्राई गर्ने नुन अमिलो पिरो खाइसक्यो खतरा छ लोकल काँक्रो सट हान्ने हो मिठो छ पैसा दिए त यिनीहरूले अङ्कल दिइसके ए तपाईँ जहिले यहाँ मकै पोलेर बस्नुहुन्छ काँक्रो बेचेर कति हुन्छ कमाइ दिनमा
खानालाई पुग्छ यो चाहिँ टक्क यतापट्टि मन्दिर पुल भयो झन्डै झन्डा छ यार बाटो धान रोपेर जाऊँ न यहाँ खानी भाइ खानी नखाने नखाने पानी चाहिँ किनौँ न त पानी किन्यो एउटा पानीको कति हो 20 पिसा त लाग्यो ऊ यहाँ अलले धान रोपेर जानु पाए हुन्थ्यो भने चिटकाटो 50 यो हाम्रो झोलिङ पुल जाने बाटो यस्तो छ होइन यो पानी हल्का पर्दा त यस्तो छ यार यो जनताले चाहिँ ट्याक्स तिर्न पर्ने रे यतिविधि यस्तो बाटो हुँदाखेरि सरकारले पनि अहिले यहाँ गाडी आयो भने हामीलाई हिलो स्याल्दैन जरिवाना तिर्न पर्यो यहाँको स्थानीय कति मिटर बास्तिर अनि तलतिर बनाएको हो गाडी नहुनु यहाँ आयो यार बास्तिर नि लोतो पर्यो त्यही हो जानी कहाँ तलतिर बढी हो भाइ बास्तिर जाने हो तल चोकमै पुग्नु पर्छ बाबु हामी यहाँबाट तल झर्न सक्दैनौँ सक्छौँ हातखुट्टा भाँचिन्छ त्यति हो अरू के हो हामी जानुपर्ने गाई यहाँ मेन रोडमा तर धेरै बाटो बरु हिँड्दै जाउँदै हो माथिर जाने माथिर तलतिर जाउँ भने तलतिर चाहिँ नयाँबाट अघि माथिबाट गएको होइन तलतिर जाउँ कि तलतिर पुगिन्छ भने रमाइलो ड्राइभर म माहिलो मोटर चलाउ रातो माटो होइन इँटाको त्यही त रातो केटाहरूले चाहिँ छाता पाएछ नि यहाँ आमन्त्रण बारे होइन हामी चाहिँ गाडी गरिरहेको छौँ फेरि पानी पऱ्यो सोगाइ चाहिँ हाम्रो चाहिँ गाडी आयो रोनाल्डो हेर्न सक्नुहुन्छ तपाईँले त्यहाँ वा पानी परेर सिट चाहियो सिट पुरै खाली हो सुतेर हो हामी यहाँ पुलमा आइपुग्यो होइन केटाहरू हामी अलिकति घुम्न नजाउँ भन्दा मैले त्यही भएर पहिले सोधौँ भने कि अगाडि बस्ने मान्छेहरू दल्लेर बस्यो हुन्छ त म त मासिना मगर जान्छु म त मक्क पर भन्छु हल्का फुल्का पानी परिरहेको छ होइन पानी मौसम छ ओ माई गॉड सो हाम्रो नेपाल काठमाडौँ हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू आउँछ यस्तो दामी भ्यू छ कि होइन ओ माई गॉड होइन पहाड छ वाउ गाइस हल्का फुल्का पानी परिरहेको छ होइन यस्तो वाल आइरहेको छ नि कसलाई धरार चाहियो गाइस जुत्ता पनि बिजोग भएको छ हामी पानीमा हिँडिरहेको छौँ होइन आउँदैछ वा हेर्छन् गल्लीबाटै थाहा हुन्छ कि बब्बाल छ ल खोइ मैले ठाउँ बब्बाल छ भनेको भिडियो बनिरहेको छ बब्बाल रमाइलो भइरहेको नि एकदम कस्तो जोड के लागेको त्यस्तो जोड के लाग्यो
त्यो पाइन्छ के गोल्डन छ त भित्र त यहाँ भरि चाहिँ हामी कहाँ जानु अरे दरबार स्क्वायर जानु लागेको छौँ बब्बाल छ कि ठाउँ पनि पुरानो घरहरू कि है हेर्न टक्क इटाली मात्र टक्क होइन रोडहरू पनि क्या बबाल छ रोड पनि बब्बाल छ कि टक्क ढुङ्गाले चाहिँ पुरै छापेको मात्र ठुला गाडीहरू चाहिँ निस्किँदो रहेछ 2 पाङ्रे मात्र अनि हामी 2 पाङ्रे गर्दाखेरि 4 पाङ्रे भइहाल्यो नि यहाँ ल्याएको छ बाटो साँगुरो छ बबाल हेर्नु त त्यो घरको मुढा हेर्नु नि त होइन त चराहरू बस्नु पनि बब्बाल छ यहाँ सब पुरानो हो कि 4 पाङ्रे कहाँबाट आएको थियो खै विशेष क्षेत्रमा आजलाई चिरी गर्नुपर्छ घुमाउन हामी होइन ग्रेज खतरा है घुम्ने प्लानले आएको होइन 1 दिनको प्लानले आएको हामी काठमाडौँ होइन तै पनि मजाले धेरै ठाउँमा पहिला घुमे ठाउँ भए पनि पहिला घुम्यो भन्दा नघुमे ठाउँ बढी घुम्ने होइन त्यो ठाउँहरू पाउँछ ठ्याक्कै त्यो कि पाल्पा गोर्खातिर हुन्छ नि लुम्बिनीतिर पाउँछ नि सेम त्यस्तै कि तर आउनु भएको छ बढी के भएको हो त्यो लेबर चाहिँ बढी भएर अरू भाषाहरू बोलेको त्यो ठाउँ बबाल छ पानी परेर झन् बबाल तगिएको छ कि नेचुरल देखिरहेको छ सब त्यहाँ हिँडेको छ नि यहाँ मान्छे हेलमेट पनि लगाएको छैन हेर्न सक्नुहुन्छ त्यस्तो लापरवाही भइरहेछ कुना काना यहाँ पनि हेर्न सक्नुहुन्छ है होइन बबाल हो यार है ओ माई गॉड खुसी हो नि बबाल खुसी छ केटाहरूले घुमाउँदै ल्याउँदै ल्याए दामी ठाउँ ल्याएर त्यो पेन्टहरू गरेर त्यो प्लास्टरहरू गरेर बनायो भने यस्तो कस्तो दामी देख्छ कि है इटा टक 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 राखेको ओ माई गॉड हाम्रो केटाहरू चाहिँ अगाडि टक्क गफ हामीले सिक्दै हिँडिरहेको छन् होइन ठक्क लाएर केही गरी तिमीहरूलाई टिचिङ लाइसेन्सको सर्टिफिकेट चाहिन्छ भने नि पास गरेर आयो भने उयो माथि गरेर निकालेको के को टिचिङ फेरि अहिले यहाँनिर अफिस छ भनेर तिमीलाई देखाइदियो ओह ओह त्यो माथि चाहिँ नेपालको झन्डा हुनु पर्ने होइन ओ गाइस पाकिस्तानको क्या बवाल छ यार होइन त्यो नेपालको झन्डा भयो यस्तो गर्दाखेरि आलो नेपाल भन्नु पाइन्थ्यो नि कुन देशको हो त्यो? खोइ देश त होइन देश होइन यो के को हो भने सम्प्रदाय र सूर्य एमालेको झन्डा त होइन नि कस्तो दामी रातो लाइट दिने चाहिँ यार पाकिस्तानको झन्डा हो तर त्यसमा रातो रङ छ कि त्यति मात्रै फरक हो त्यही हो कि जस्तो लाग्यो भाइ पाकिस्तानको झन्डा पनि देखाएको क्या यसले देखेकै रहेछ पाकिस्तानको झन्डा कोही सर्च गरेर हेरौँ न पाकिस्तान पाकिस्तानको झन्डा ल फोटोसोटो सुट गरौँ केटाहरू होइन टक्क लाएर बब्बाल होइन यतापट्टि नि बब्बाल के हो फेरि भित्र यार Oh my god क्याफे हात्ती के उहाँ लटरमेश्वर जाने छ नि त्यस्तै भइरहेको छ यार त्यो योभन्दा ठाडो छ नि सो हामी चाहिँ मोबाइल घुमिरहेको छौँ होइन मोबाइलमा अलिकति चार्ज कम हो नि धेरै धराब छ नि लटरमेश्वर यहाँ हेर्नु सक्छ हात्ती होइन सो चार्ज अलिक कम छ होइन ब्लक अझ बाटोमा बढ्नेछ अझ आउनेछ होइन यति गर्नु होला कहाँ भयो हामी
अब हामी आइसक्यो त्यो पशुपतिमा घुम्दै आरती सुन त्यस्तो तल पशुपतिमा लिन आउँछु कुन डिजाइनको फोन हो ओके टोकी भन्दा कता छ ल हामी अघि बल्ली बल्ली यहाँ होला हेलो त्यो बब्बाल छ नि ठाउँ हेर हाम्रो चाहिँ यो भ्लगको नयाँ दोस्रो दिन छ केटाहरूले घुमाएर गल्ली गल्ली हानेर यहाँ फुटु मेरो नि बिरामी भइरहेको छ होइन सुकारो भइरहेछ अनि केटाहरू चाहिँ गल्ली गल्ली घुमाइदिनु भयो सो गाइज हिजो छुटेको मेरो भाइ चाहिँ उयो हो होइन जग्गा हाम्रो भ्लगमा होइन एकदम सबै कुरा बवाल छ हामी आज नयाँ नयाँ ठाउँमा जानेछौँ होइन त्यो बवाल पुरा होइन केटाहरू छन् अब हामीले जहाँ गयो नि हुन्छ कि सिन त यस्तो बवाल छ सिन त मौसम त गार्डन गार्डन हो यो मौसममा त झन् एउटा त्यस्तो एउटा भनेको त्यो पनि हुन सक्दैन होइन यसो चिया चिया खाएर बस्नु मन लाग्छ होइन फुटु बिरामी छ यार मालिस गर्नु यहीँ अहिले पर्दा मोप ल्याएको छु गरिदिनु गरेर केटाहरू त कहाँ लाएर हिँडिरहेको छ नि त बवाल छ सो गाइज हामी चाहिँ स्विमिङ जान लाग्छौँ आज होइन हिजोकोमा हामी एड भइरहेछौँ नयाँ नयाँ केटाहरू आज टक्क रमाइनको लागि होइन एकदम हाम्रो उता भाइ छ मोटे भाइ एकदम भ्लगिङ गर्नलाई एकदम रुचाइरहेछ के होइन डान्सर पनि हो फेरि गायककार पनि हो है फेरि होइन पानीमा डान्स हान्छ नि आज ल पानी पानी हो गई भनेर होइन च्याट्टा आज कस्तो हुन्छ भन्नु न आज ल आज रोइला गर्ने हो कि होइन हो ल अब चाहिँ हामी गाई आज चाहिँ रोइला हान्नलाई निस्किरहेको छौँ होइन स्विमिङ पुलतिर अब त्यहीँ गएपछि तपाईँहरूलाई देखाउँछु स्विमिङ त आउँदैन होइन त्यही पनि यसो उफ्रिने आमा त्यस्तो त हुँदैन है त्यस्तो गर्नु हुँदैन होइन ल अहिलेलाई चाहिँ यति नै भनेर म ल गाइज हामी चाहिँ ठुल्ठुलो बिल्डिङ आइसकेका छौँ काठमाडौँमा हामी त नयाँ नयाँ त हुने होइन ठुल्ठुलो बिल्डिङ देख्दा त कस्तो मन कस्तो हुन्छ त ए ल चिया खाएको ठाउँ आइदिनु चिया घर कहाँनिर खाएको हामीले चिया भित्रै यतातिर ए ल देखिएन त्यही पनि केटाहरूले चाहिँ सेकेन्ड ब्रान्च आउँदैछ अब चाहिँ आजको हेर्नु मौसम त झन् कस्तो भइरहेछ डेटिङ जाने मौसममा हेर यस्तो बुङ्गाहरूसँग कहाँ जानु स्विमिङ पुल जानु परिरहेको छ्या सब यस्तो राम्रो राम्रो मान्छेहरू पनि देखिरहेको छ होइन तर आँखा लाउनु हुँदैन कि अरूले है मैले चाहिँ लाउनु हुन्छ अरूले लाउनु हुँदैन किनकि म सिङ्गल हो नि त अरू त सब ल पऱ्यो कि होइन त्यहाँ त्यो छैन भने यो गाउँमा ल अब चाहिँ कस्तो लाइट पऱ्यो हेर्नु न गाइजहरू ल गाइज हामी चाहिँ पुतली सडक आइसकेका छौँ होइन यो ठाउँलाई पुतली सडक चाहिँ किन भने होला यसो कमेन्ट गर्नु है यो ठाउँमा कोही देख्दिनँ मैले देखेन कि तर त्यही पनि नाम पुतली नै देख्दिनँ तर पुतली सडक भन्छ होइन मलाई थाहा नभए हो कि होइन हेलो पुतली नै पुतलीको भिडमा म त अरे कहना क्या चाहते हो पुतली नै ए त्यही त पुतली बजारमा ए हो र ल केटाहरू पुतली बजार कहाँ हो भन्छन् अब केटाहरूलाई पुतली बजार भन्ने कि होइन अलिकति उची भइहाल्दो रहेछ होइन कहाँ हो म आउँछु भन्न सात बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए गाइज हामी जब अब आइसक्यौँ होइन यहाँ फाइनली आइसक्यौँ अब हामी के गर्नुपर्ने हुन्छ अब बाहिर कि दाइको आज त्यसै बोनस हो दाइ भनिदिनुहोस्
कि आज भाइहरूलाई फ्रीमा ल्याइदिनु भएको फ्रीमै सम्झ न ए ल ठिक छ दाइ यस्तो मनकारी दाइ हुनुहुन्छ त्यसैले हामीलाई राइड गर्न पनि धेरै मजा आयो स्विमिङ उता अरे कि ल यी 500 मा 2टा कट्टो 3टा ऊ दिइराख है ल ऊ भने के त केही बुझ्दैन मिलाएर यसो लाउने खुट्टु दुखेको के बोल्नु न यार कसो मिलाएर ल 500 मा 2टा ल बब्बाल बाबाले इङ्ग्लिस हान्दिनु ल के भइसक्यो मान्छेले त्यति नै हानेन भन्छ अनि अनुहार त्यहाँ आउने हामी गफरेको खाना घाँसियो भन्थ्यो जापानिजमा हामी चाहिँ अब इजरायल जान लागेको खाना घाँसियो भन्थ्यो जापानिजमा होइन होला कोरियनमा होला खाना घाँसियो कोरियनमा हो कोरियन मास्टर हो म बोकरेन पढाउने मान्छे हो ल त्यस्तो त माने बेटियाले सितानो प्यार्स बनाए उता न देखाए मेरो हो भने आना यो खाम्सा हाम्ने त सबै कोरियन हो नि सो गाइज हेर्नु न कस्तो चिज आहा क्या बवाल छ हे हे छिर्यो छिर्यो who that is me we are responding guys follow me भने के अनि बुङ्गा भएर पनि सो हिँडै मोबाइल दिल गार्डन हो गया त्यो खुट्टु खोल्छाङ गर्दै हिँड्न पर्छ यो पागल मन उड्यो 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 मायाको गाउँ छोडी पुरा यस्तो नि उड्यो उड्यो नि हान्नु पर्यो नि उड्यो पनि के उड्यो केटा दिए है ठिक छ हामी त्यहाँ छिर्न लाग्यो अघि धेरै दिनमा आज पाइया छ दर्शन कहाँ गइरहेको थियो मुटुको धड्कन है पास डिजाइन या सिट पनि होइन पानी पर्न लागेको छ होइन अनि पानी पर्न लागे पनि सिन चाहिँ बाल देखिरहेको छ कि यही हो हेर्नु गाइस यहाँ पनि दर्शन गर्नु होला स्विमिङ पुल भनेर केटाहरूले हिँडाएको हिँडाइ छ नि कति हिँड्यो थाहा छैन यस्तो चिसोमा यहाँ ओ माई गड टिकट है पहिलो सिट 7 बजेदेखि यहाँ पहिलो सिट यति छ दोस्रो सिट अनि त्यसपछि तेस्रो सिट हिरो देखाएको भाइ हिरो देखाएको छ यस खायो ओ माई गड यो चाहिँ सुरुमै हाल्नुपर्छ हाइलाइट गरेर हाल्छ त यहाँ चाहिँ होइन केटाहरूले टिकट काटिराखन् टिकट काट्न पनि 10 घन्टा लाउँछ जस्तो यिनीहरूले होइन त्यसैले हामीलाई चाहिँ कस्तो हान्नलाई हतार भइसक्यो होइन पानीमा भने झरी परेको रात थियो उता झरी परेको रात थियो तिमीलाई मेरो अनि मेरो तिमीलाई साथ थियो तिमी हुन्न भन्दै थियौ तिमी हुन्न भन्दै थियौ मलाई त्यही कुराको आशा थियो अर्को एउटा जाऊ न अर्को एउटा जाऊ पानीको बारेमा जाऊ न एउटा त्यो घोडा भन्ने सुनि खाँदैन अहिले छैन घोडा तर म फरक किन छ र भन्दै कि होइन गदाले चाहिँ गर्नु हुँदैन हामीले होइन किनकि हाम्रो यो सभ्य राइजुमा होइन छरे चाहिँ के चाहिँ अब होइन धुम्म हुनेछ त्यो दिन हराएको घाम हुने वाह पछि मलाई सबको मुखमा राम टिकट हाम्रो आउँदैछ सो गाइज हामी फाइनली हामी स्विमिङ पुलमा आइसकेका छौँ होइन भाइ ओए कस्तो लाग्यो त स्विमिङ पुल बाबा लागेन यतापट्टि आइज ल यहाँ आइज ल यसरी हेर्नुपर्छ सर्ट हेर्ने त वा स्विमिङ पुल आएको छ होइन अब हुन्छ हामी टाक्क खेल्ने हो रे स्विमिङ पुल तर एउटा रहेछ कि 4 फुट अनि 5 फुट 6 फुट 10 फुट 10 फुटमा जान्छस् आमा नि त 10 फुट गयो भन्दा म त
म त 6 मा नि अलि पुग्दिनँ होला जस्तो लाग्छ कहाँ मलाई 4 फुटतिरै खोल्ने ल त बवाल छ है त्यो बिल्डिङहरू पनि बवाल रहेछ वरिपरि केटाहरू सब उता बढाएर बसिरहेको छन् टिकट उतापट्टि दिइरहेको छन् केटाहरूले मैले त बिर्सिएर हो कि भन्ने थाहा त सोध्छु त को हो उहाँ पुइस्यो त त्यो त के भयो मामा पानी तातो अनि के गरेर बस्ने अरे त बहिनी बोली निस्किएन है के त यार आधी घन्टामा त जाडोले कठ्यारै नि भयो नि यार अलिकति बाबु चस्मा ल्याऊ भनेर अलिकति सभ्य भएर बोल्नु नि त अनि सबै हुने कसरी सिकाइदिनु त ल घटियाबाट आएको हाम्रो टाइम सकिन लागेको छ फेरि अब सुरु हुन्छ है होइन भिडियो बनाएपछि फेरि उसलाई एक्टिङ हुन्छ नि त फेरि सिडीमा पर्ला नि कुमारमा धनपति भन्ने फिल्म हेर्नुभएको छ धनपति पुरानो होइन त पुरानो हेरे के गर के लिएर भन्ने अगाडिको फिल्म हेर्नुभएको छ के गर के लिएर फिल्म चाहिँ भने ट्याक्कै चाहिँ याद भयो तर त्यसै चाहिँ देखायो होला ठिक छ कमेडियन हो कि जस्तो लागेर मलाई चाहिँ त्यही त त्यही बेरमा सिरियल भनेको कमेडी समेडी खेल्यो हो कि जस्तो लागेर बवाल छ माहौल तात्दैछ होइन हामीले कलाकारलाई नि भेटेका छौँ होइन एकदम बवाल छ स्विमिङ पुलमा अघि एउटा मिस्टेक भयो नि सब एउटा टाइप भन्ने न यताबाट सैन्य बनाउनु पर्छ कि ग्रुपको भोलि 10 मोबाइल हुन्छ नि मेरो नि एउटा छ अघि न बनाएको के छ केटा रमाइलो छ नि होइन माहौल त तात्दै थियो अब ठिकै छ नि खुसी मेरो भाइ आउँदैछ उहाँबाट हिरो बनेर आइज त है चस्मा
ल पोस्ट दे त एउटा लगाऊ न सरकार क्या नाम है आपका कलाकारलाई देइस गए फिल्म खेल्ने कमेडी हो र अँ गुन्डा हो हुन्न होइन कमेडी